यो कथा पशुपतिनाथ मन्दिरको हो, तर यसलाई केवल मन्दिर भन्नु पशुपतिनाथ प्रति अन्याय हुनेछ। किनभने पशुपतिनाथ कुनै इमारत होइन, उहाँ एक सत्य हुनुहुन्छ। एउटा यस्तो सत्य जसले तपाईलाई बोलाउँदैन, तर अचानक तपाईको सामु प्रकट हुन्छ। यो त्यही स्थान हो जहाँ आस्था आँखा बन्द गरेर आउँदैन। यहाँ चेतना आँखा खोलेर उभिन्छ। यहाँ भगवान शिवलाई सम्झिँदैन, यहाँ उहाँलाई महसुस गरिन्छ। हावाको प्रत्येक झोकामा, बागमतीको प्रत्येक लहरमा, चिताबाट उठ्ने धुवामा र त्यो मौनमा जो शब्दभन्दा धेरै बोल्छ। यहाँ आएपछि मानिसले पहिलो पटक बुझ्छ, पूजा कुनै कर्मकाण्ड होइन, पूजा एउटा अवस्था हो। एउटा यस्तो अवस्था जहाँ प्रश्न सोधिँदैनन्, प्रश्नहरू आफै खस्छन्। पशुपतिनाथ मानिसलाई उसको हैसियत सम्झाउने स्थान हो कि जीवन कुनै सिधा रेखा होइन। जीवन एउटा चक्र हो जहाँ जन्म र मृत्यु अन्त्य होइनन्। यात्राका दुई फरक फरक विश्राम मात्र हुन्। काठमाडौँको उपत्यकामा अवस्थित